हेलो नमस्ते ह्याप्पी प्रोफेसन सम्पूर्ण सर्भिसहरूलाई र आजको केही सानो मिटिङको लागि चाहिँ हाम्रो रमन सुनवार सर चाहिँ हुनुहुन्छ। वेलकम छ सर हजुरलाई। ओके र हजुरलाई म सानो केही क्वेसन सोध्न चाहन्छु। ओके भनेपछि उहाँले समय पनि हामीलाई दिनुभएको छ र म सानो केही क्वेसन्स राख्न चाहन्छु र पक्कै पनि सरले दिएको क्वेसन्सलाई सबैजनाले ध्यान दिएर बस्नु होला है। ठिक छ। र आजको समयमा धेरैजना व्यक्तिहरू अगाडि बढ्दै हुनुहुन्छ होइन, हजुरसँग अगाडि बढ्दै हुनुहुन्छ र अगाडि बढ्दै जाने क्रममा कतिपय नयाँहरू हुनुहुन्छ होइन। आफूले आफूलाई यहाँ अगाडि बढाउँदै जाने क्रममा भनौँ न कसरी आफूले आफूलाई घुलमिल गर्ने होला, कसरी एउटा यो ठाउँबाट चाहिँ आफ्नो कार्यलाई अगाडि बढाउने होला भन्ने एउटा कन्फ्युजनमा पनि हुनुहुन्छ होला होइन। र उहाँहरूलाई चाहिँ हजुरले के सन्देश दिन चाहनुहुन्छ, यसो केही थोरै मिनट चाहिँ हजुरले सेयर गरिदिनुहोस् न, के भन्न चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ। ओके, धन्यवाद फर्स्ट अफ अल यो प्रश्नको लागि हजुरलाई। र अब नयाँको लागि चाहिँ म के भन्नको लागि चाहन्छु भन्दाखेरि हिम्मत नहार्नुहोस्, अगाडि बढ्नुहोस्। अब कुनै पनि कामहरू गर्दै जाँदाखेरि एकैचोटि कुनै पनि ठाउँमा रिजल्टहरू क्रिएट गर्नका लागि सक्दैन। तर आज कतिजना व्यक्तिहरू चाहिँ त्यस्तो हुनुहुन्छ जसमा चाहिँ सुरुवात त गर्यो होइन, सुरुवात गरिसके पश्चात चाहिँ केही समयमा नै रिजल्ट आएन भनेर चाहिँ तत्कालै एउटा हिम्मत हार्ने टाइपको चाहिँ व्यक्तिहरू चाहिँ म भेट्छु होइन। र उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ कन्सिस्टेन्सी अगाडि बढ्नु होइन। र समस्याहरू धेरै नै आउँछन्, नआउनु भन्ने होइन। यदि तपाईँ केही गर्नका लागि चाहनुहुन्छ, तपाईँको सपना पुरा गर्नका लागि चाहनुहुन्छ भनेदेखि त्यो सपना पुरा गर्दै जाने क्रममा सपनाभन्दा ज्यादा चाहिँ समस्याहरू चाहिँ आइदिन्छ र त्यो समस्या हामीले फेरि समाधान पनि गर्नका लागि सकिन्छ। बस तर समाधान त्यहाँबाट गर्नका लागि सकिन्छ यानि कि जुन ठाउँमा चाहिँ अनुभवी व्यक्तिसँग चाहिँ हामी भेटेको छौँ। तर आज कतिजनाको चाहिँ गल्ती के हुन्छ भन्दाखेरि चाहिँ समस्या भयो तर त्यो समस्याको चाहिँ समाधान लिनका लागि चाहिँ माथि नपुग्ने, अनुभवी व्यक्तिसँग नपुग्ने होइन। अब नयाँ नयाँमै कनेक्ट हुने होइन, अब नयाँ नयाँ बिचमै छलफल हुने चाहिँ गर्दछ होइन। जसको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ एन्सर भन्दा पनि त्यहाँ चाहिँ प्रश्न मात्रै अझै ज्यादा मात्रामा चाहिँ आउने टाइपको हुन्छ। र यति भन्न चाहन्छु कि आज म कुनै पनि क्षेत्रमा जानका लागि चाहन्छु र म एउटा डक्टर बन्नका लागि चाहन्छु होइन। अनि म डक्टर बन्नका लागि चाहन्छु तर मैले चाहिँ कसै पनि एउटा लाउरी फिल्डमा काम गरिराखेको व्यक्ति हुनुहुन्छ अनि मैले लाउरी फिल्डको व्यक्तिलाई चाहिँ सोधौँ कि यानि कि म डक्टर कसरी बन्न सक्छु भनेर यदि मैले उहाँलाई प्रश्न गर्छु भनेदेखि पक्कै पनि उहाँले डक्टर यसरी बन्न सकिन्छ भनेर दिनका लागि सक्नुहुन्न नि एकदमै होइन। तर आज चाहिँ हाम्रो सर्भिसहरू कति चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि हाम्रो साथीभाइहरू कस्तो हुनुहुन्छ भन्दाखेरि चाहिँ डाइरेक्टली कति अवस्थामा परिवारले नगर हुँदैन यो काम, साथीभाइले भने यस्तो काम त हुँदैन फ्लड हो भनिदिनुहुन्छ, त्यही कुरामा अल्झिनुहुन्छ क्या। सो जसको कारणले गर्दा चाहिँ हामी पछाडि पर्छौँ। त्यसैले यति भन्नका लागि चाहन्छु कि तपाईँ पनि सपना देखेर आउनुभयो र त्यो सपनालाई पुरा गर्नका लागि चाहनुहुन्छ। तपाईँको सपनाको लेभल एमएम हो, तपाईँको सपनाको लेभल एमडी हो भनेदेखि त्यो लेभलमा तपाईँ पनि पुग्नका लागि चाहनुहुन्छ भनेदेखि चाहिँ जो व्यक्ति त्यो लेभलसम्म पुग्नका लागि सक्नुभएको छ उहाँहरूसँग चाहिँ तपाईँ कम्युनिकेसन गर्नका लागि सक्नुहुन्छ र तपाईँ पनि मजाले पुग्नका लागि सक्नुहुन्छ, यही भन्न चाहन्छु सर। ओके, थ्याङ्क यू सो मच सर हजुरलाई। एकदम मिठो जवाब दिनुभएको छ। कृपया यो सन्देशलाई फलो गर्न नबिर्सिनु होला है। जो जति सर म्यामहरू नयाँ हुनुहुन्छ, भर्खरै सुरुवात गर्दै हुनुहुन्छ र जो जति सर म्याम कतिपय पुरानो पनि हुनुहुन्छ, अगाडि बढ्दै हुनुहुन्छ कि यो सन्देशलाई लिएर चाहिँ अगाडि बढ्नु होला। थ्याङ्क यू सो मच।